हेलो युट्युब फ्यामिली, गुड आफ्टरनुन। आज मैले दिउँसोदेखि सुरु गरेको। आज म कहाँ जान लाग्यो भने आज जेठाजुको नातिहरू छुट्टी भएर आएका छन्, गर्मीको छुट्टी। त्यसमा हामी सबैजना रमाइलो गर्ने, के बनाएर खाने भनेर प्रोग्राम बनाएका छन्। त्यसको लागि म जान लागेको। तपाईहरु हेर्दै गर्नुस्, म के देखाउँछु तपाईहरुलाई, रमाइलो कुराहरू, र हामी पनि रमाइलो गर्नेछन्। तपाईहरु पनि रमाइलो गर्नुस्। ओके, बाई। त साथीहरु, हामी यहाँ आइपुग्यौं। अब हामी आफ्नो प्रोग्राम स्टार्ट गर्छौं। के गर्छौं त आज हामी? मोमो बनाउँछौं, खान्छौं। केटाकेटीलाई भाग्यमानी रमाइलो गर्छौं हैन? अनि अरु यतातिर के गर्छ? सामानहरु रेडी भयो? ए, यहाँ टमाटर छ है। टमाटर छ, मोमोको भाँडा पनि रेडी भएछ। अब केटाकेटी आउँछन् अनि त्यसपछि रमाइलो गरौँला, त्यसपछि फेरि भेटौँला। हेर्नुस् है गाइज, यो मोमोको प्याज काट्ने हेर्नुस् यहाँ कस्तो मजाको छ। यो प्याज काट्दैछन् धमाधम, दुईजना बसेर। अब अर्को एकजना आउन रेडी भइरहेछ, कतिखेर आउँछ। आउँदै छिन् अर्को पनि उहाँ पुगिन्। केही होइन, बाटो उहाँदेखि आउनुपर्छ, राम्री भएर आउनु पर्छ। तिमीहरूको पो घर यहीँ छ त। उहाँ इस्कुस लिएर आइपुगिन्। यिनीहरू भेज हो, भेजलाई इस्कुस र बन्दाको बनाउने, नन भेजलाई चिकन बनाउने। ल, यिनीहरू अब हामी एकछिनपछि केटाकेटी खेलेर आएपछि हामी रमाइलो गर्नेछौँ। कति रमाइलो, यसरी खाएको पो रमाइलो हुन्छ त। सबैजना मिलेर रमाइलो गरी होइन उमा? हेलो साथीहरू, हेर्नु, हामी यहाँ दुई किसिमको मोमो बनाउँदैछौँ। एउटा भेज, एउटा नन भेज। भेजको लागि हामीले इस्कुसलाई किमा बनाइसक्यौँ, बन्दाकोबीको किमा बनाइसक्यौँ। त्यसपछि अनि प्याज हाल्छौँ र चिकनको पनि बनाउँछौँ। आधा नन भेज आधा भेज छन्, त्यही भएर हामीले दुई किसिमको मोमो बनाउन लागेको। अब भेज मोमो बनाउन स्टार्ट भयो। अब भेज मोमो बनिसकेपछि अनि चिकन मोमो। यता आटा बेल्दै हुनुहुन्छ उहाँ बसेर, यता उहाँ बसिरहनु भएको छ, यता उहाँ फ्लिप गर्दै हुन्छ। अब यहाँ एक डिब्बा भेज पाक्दैछ। हामीले अब भेज मोमो बनाइसक्यौँ। अब चिकन मोमो बनाउन सुरु गऱ्यौँ। 20 रुपैयाँ प्लेट पाउँथ्यो कि हामीले खाँदाखेरि। आधा चिकन खाने, आधा भोलि खान्छ नि। आज साथीहरूको लागि भोलि 30 रुपैयाँ सौदा लिएर आउनु गऱ्यौँ। किन दुई प्लेट मोमो खानुपर्छ? चिकन मोमो रेडी। चिकन मोमो रेडी भयो। यता पानी उम्लिँदैछ, यतातिर पाक्दैछ। भेज मोमो ल, केटाकेटीको रमाइलो। ल फेरि अभिले जित्यो है। हेर गम्मायो। ल गर न तिमी मनन। अभिकै पाली। ला ल, मननको पाली। हो ला, जित्यो। ल अभिले जे होस्, यसको राम्रो रहेछ क्या। ल ल, शिशिरहरू पनि भएको भए कति राम्रो हुन्थ्यो है। त्यही त।
फेरि लएर ल आमा मोमो नै सकाइदियो हाल्दै त अनु मोमो नै सक्यो आमा ल ल अब उसको पालो मननको मननले सक्दैन रहेछ आमा लोएर ओ गुड ल ल छिटो 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 फटाफट के भयो त्यो भयो भयो ल सबै जित्यो त यसले त ला सक्यो